नमस्ते सबैलाई। आज म तपाईहरुलाई पोखराबाट सुरु हुने अझै धेरै भिडभाड नभएको अन्नपूर्ण क्षेत्रको एउटा अद्भुत ट्रेकिङ गन्तव्य कोरी ट्रेकमा लिएर जाँदैछु। कोरी डाँडा ट्रेक, जसलाई कोरी डाँडा ट्रेक पनि भनिन्छ, करिब 5 देखि 7 दिनको अफ द बिटन पाथ यात्रा हो। यो पोखराबाट सुरु भएर गुरुङ समुदायको ऐतिहासिक गाउँ सिक्लेस हुँदै अघि बढ्दछ र 3800 मिटरदेखि 4115 मिटरसम्मको उचाइसम्म पुग्दछ। यहाँबाट देखिने लङजुम हिमाल, अन्नपूर्ण 2 र माछापुच्छ्रेको दृश्य साँच्चै नजिक र अवरोधविहीन हुन्छ। हामीले यो ट्रेक जाडो समयमा गऱ्यौँ र कोरी पुरै हिउँले ढाकिएको थियो। हिमालको त्यो सेतो हिउँले हिमाल हाँसिरहेको थियो। यता देखाइदिनुहोस्, त्यहाँ एकदम सनराइजको भ्यू, भर्खरै सनराइज भइरहेको छ त्यहाँनिर। अब क्यामेराबाट कति क्लियर आउँछ चाहिँ आइ एम नट स्योर, बट सो ब्युटिफुल प्लेस। अनि तपाईँहरू यहाँ बस्न चाहनुहुन्छ, यहाँ आएर यो कोरीको टपमा आएर बस्न चाहनुहुन्छ भने चाहिँ यहाँ नमस्ते गेस्ट हाउस छ। अनि यिनी नमस्ते गेस्ट हाउस चाहिँ मोस्ट अफ द प्लेस लाइक यहाँ ट्रान्जिट पोइन्टहरूमा सबै ठाउँमा रहेछ। त्यही हुनाले यहाँ बस्न खानको लागि चाहिँ खासै प्रब्लम हुँदैन। अब हामी चाहिँ यहाँबाट फेरि सिक्लेसमा जान्छौँ 6 आवर्सको वाकपछि। एन्ड वी रियली इन्जोयड द ट्रेकिङ एन्ड यो टपको भ्युज रियली फकिङ असम, अल गुड। सो थ्याङ्क यू, चियर्स गाइज। काठमाडौँबाट पोखरा पुगेर हामी लेक साइडमा एक रात बस्यौँ। साँझ लेक साइड जीवन्त थियो। फेवातालमा बत्तीहरूको प्रतिबिम्ब हल्लिरहेको थियो, सङ्गीत बजिरहेको थियो। पोखराबाट सिक्लेस पुग्न 4-5 घन्टा लाग्यो। सिक्लेस गुरुङ समुदायको सुन्दर गाउँ हो। ढुङ्गाका घरहरू, सांस्कृतिक वातावरण र टाढाबाट देखिने अन्नपूर्ण 2, यसले पहिलो भेटमै मन जित्यो। चाहिँ सिक्लेसबाट हुगोतिर जाँदैछौँ। लगभग 4 आवर्स जस्तो हिँड्यौँ होइन। यहाँनिर तपाईँले एकदम ब्युटिफुल भ्युज देख्न सक्नुहुन्छ। द्याट सुड बी माछापुच्छ्रे एन्ड द्याट्स द अन्नपूर्ण हिमालयज। एन्ड यो सनसेटको टाइम अलमोस्ट 6 भइसकेको छ। त्यो लाइटिङ चाहिँ एकदम क्लिन क्लियर एन्ड वाकिङ ट्रेल पनि सो नाइस। जङ्गलको बाटो, चिसो पनि छैन खासै, गर्मी पनि छैन, भेरी वेल भ्युज। तपाईँहरू पनि आउनुभयो भने डेफिनेटली इभिनिङ टाइम बनाएर चाहिँ यहाँको सिक्लेसबाट हुगु जाने क्रममा अँध्यारो भइसकेको थियो। झिसमिस्तो साँझमा हिँड्दा त्यहाँको वातावरणीय रमाइलो र चिसो हावाले झन् मन आनन्दित बनायो। बगिरहेका खोलाहरू र हरिया जङ्गलहरूले यात्रालाई झन् सुमधुर बनायो। बिहानको 5:30 बजेतिर हामी हुगोबाट कपुचे ग्लेसियर लेकतिर लाग्यौँ। लगभग 3 घन्टाको यात्रापछि हामी ग्लेसियर लेकमा पुग्यौँ। ग्लेसियर लेकको त्यो निलो भाग अनि अन्नपूर्णको त्यो चुचुरो अत्यन्तै सुन्दर देखिन्थ्यो। हामीले त्यहाँ केही समय फोटो खिच्ने र ग्लेसियर लेकको अवलोकन गऱ्यौँ। यो संसारको सबैभन्दा होचो स्थानमा रहेको ग्लेसियर लेक पनि हो। यो अत्यन्तै रमाइलो भ्रमण सधैँका लागि स्मरणीय बन्यो। वाक गरेपछि हामी हुगोमा पुग्छौँ। हुगोबाट चाहिँ फेरि 8 आवर्सको वाकमा हामी कोरीमा। नमस्ते दाइ। कपुचेको भ्रमणपछि बिहानको चिसोमा चिया खान नमस्ते गेस्ट हाउस गयौँ। कपुचेको यात्रापछि हुगोमा लन्च लिएर कोरीको यात्रामा लाग्यौँ। हुगोबाट अलमोस्ट 2 आवर्स जस्तो हिँडेर एउटा गाउँमा आइपुगेका छौँ। यहाँनिर एकदम ब्युटिफुल भ्यू छ। तपाईँहरूले माउन्टेनको चाहिँ गुड भ्यू देख्न सक्नुहुन्छ। रकी ल्यान्ड एन्ड टपमा चाहिँ पुरै स्नो छ होइन। सायद हामी यसकै फेदीबाट चाहिँ अहिले यसको फेदीबाट कोरी भन्ने ठाउँमा जाँदैछौँ। अझै यहाँबाट चाहिँ लगभग 4 आवर्स जस्तो वाकमा चाहिँ
4-5 आवर्स लाग्छ अझै त्यति हिँडेपछि हामी कोरी पुग्छौँ एकदम इन्जोय भइरहेछ लिटल बिट टायर्ड लट अफ वाक्स होइन मर्निङ 5 बजीदेखि हिँडेको अलरेडी 12:30 जस्तो भइसक्यो सो या वेरी इन्जोइङ इट सो ब्युटिफुल प्लेस स्नोहरू परिरहेछ बाटोमा अनि यहाँ पछाडि चाहिँ माउन्टेनहरू छ अलिकति टुवाल लगाएर अलिकति त्यो माउन्टेन चाहिँ छेकिएको छ जङ्गल पनि भयो लिटल बिट टायर्ड लङ जर्नी अबको 3 आवर्स हिँडेपछि हामी कोरिम पुग्छौँ त्यहाँ गएर डिनर लिन्छौँ अनि त्यहाँ बस्छौँ द्याट वुड बी अ फन नाइट हिमाल माथिको बादलले यात्रा झन् रमाइलो बनायो नौटाको त्यो उकालोमा पुग्दा शरीर भने थाकिसकेको थियो बिहान 5 बजेदेखि हिँडेको दिउँसोको 4 बज्दा धेरै थकान महसुस भयो तर प्रकृतिको त्यो सौन्दर्य हिमालको त्यो हाँसो अनि त्यो सुन्दर गाउँले यात्रालाई झन् रमाइलो बनाउँदै गइरहेको थियो लगभग बिहान 5 बजेदेखि हिँडेको गाइस अहिले 4 बजे होइन इट्स भेरी लङ ट्रेक एन्ड तपाईँले ब्याकयार्डमा देख्न सक्नुहुन्छ भेरी ब्युटिफुल हिमालयज अहिले चाहिँ कुहिरोहरू लागिरहेछ त्यति राम्रोसँग देख्न सकिरहेको छैन यो साइडमा कुनामा चाहिँ देख्न सक्नुहुन्छ हिमाल त्यहाँ छ होइन यो सबै एकदमै हाई रक एन्ड हिमालयज ब्युटिफुल भ्युज ग्रेट फर ट्रेकिङ अनि हामी चाहिँ यो वेबाट स्टिल 2-3 आवर्स हिँड्नुपर्छ कोरिपुङलाई द्याट इज द अनदर डेस्टिनेसन हामी नाइटमा त्यहाँ बस्छौँ प्रोबब्ली वुड ह्याभ फन देयर यो यात्राको सबैभन्दा कठिन भाग थियो 7-8 घन्टा निरन्तर उकालो जङ्गल घाँसे मैदान पातलो हावा एक क्षण आयो अब हामी बादलभन्दा माथि थियौँ साँझ 7 बजेतिर खोरीको नजिक पुग्न लाग्यौँ बादलभन्दा उचाइको हिमालमा हिँड्दा मनमा धेरै आनन्द भइरहेको थियो तर हावा पातलो हुँदै गर्दा हिँड्न भने अलि कठिनाइ हुँदो रहेछ नाटाको त्यो उकालो चढ्दा धेरै थाकेको महसुस भइसकेको थियो तर त्यो हिमालको मनोरम दृश्य हिउँको त्यो चम्किलो हँसाइ सबै कुराले हिँड्नलाई प्रेरित गराइरहेको थियो 2 घन्टा हिँडेपछि हामी खोरी भन्ने ठाउँमा पुग्छौँ हामी पछाडि देखेको हिमालको एल्टिच्युडमा छौँ हामी अहिले तपाईँले देख्न सक्नुहुन्छ हल्का एल्टिच्युडमा छौँ हामी ब्युटिफुल भ्युज तपाईँले राम्रोसँग देख्न सक्नुहुन्छ त्यो पनि हिमाल हो अलिकति लाइटले गर्दा राम्रोसँग देख्न सकिएन यहाँ सक्नुहुन्छ तपाईँले बादल जब हामी हुगुदेखि कोरीतर्फ कालो चढ्दै थियौँ बिस्तारै जङ्गल सकिँदै गएर खुला मैदान सुरु भयो केही समयपछि अचानक यस्तो छेड आयो म बादलभन्दा माथि उभिएको थिएँ तल सेतो बादलको विशाल सागर फैलिएको थियो जस्तो कि पुरै संसार सेतो बादलले ढाकिएको हो पहाडहरू बादलबाट टुप्पो मात्र बाहिर निस्किएका थिए र आकाश असाध्यै निलो थियो यो दृश्य हेर्दा केही क्षणका लागि म मौन भएँ हेलो गाइस अलरेडी 6:30 भइसकेको छ होइन अब 3 घन्टा हिँड्नुपर्छ अझै अनि हामी चाहिँ जङ्गलमा स्टक भइरहेको छ यो क्यामेराले चाहिँ नाइट भ्यूबाट अलिकति क्लियर देखाएको मात्र हो होइन डार्क भइसकेको छ सबभन्दा प्रब्लम चाहिँ बाटो देखिँदैन कि भन्ने हो अझै 2 घन्टा लाग्छ वी आर सो टायर्ड गाइस अहिले चाहिँ रात परिसकेको छ 7 बज्यो अझै हामी 1.5 घन्टा हिँड्नुपर्छ डेस्टिनेसनमा पुग्नलाई जुन लागेको छ जुन लागेको हुनाले हिँड्न चाहिँ सकिने भयो लट अफ स्नो अनि एल्टिट्युड पनि एकदम हाई छ हो यो भ्यू चाहिँ बेस्ट छ होइन तर प्रब्लम चाहिँ के भयो भन्दा अलिकति राति जङ्गलको बाटो ठ्याक्कै हेर्नु चाहिँ हिमाल यहाँ चाहिँ माउन्टेन ठ्याक्क यहाँबाट हिँड्नुपर्ने स्थिति भयो यो टाइममा जुन पनि फुल मुन रहेछ ल माउन्टेनमै छौँ हामी माउन्टेन गाइडमा
सो कुल स्वर्ग हेर्ने चाहिँ नेपाल आउनुपर्छ है गाइज रातको 7 बजेको छ फ्रस्ट्रेटिङ थिङ चाहिँ बाटो नचिनिएला भन्ने डर छ जतासुकै स्नो छ होइन दिस इज क्रेजी रातमा लिएको यो पिक्चर झन् आनन्दित थियो हिमाल जुन स्नो अनि जङ्गल सबैले मेरो मन आनन्दित बनाइरहेको थियो अहिले रातको 8 बजेको छ अझै हामी कोरीको डेस्टिनेसनमा पुगेका छैनौँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ हामी कति एल्टिट्युडमा छौँ भन्दा हामी हिमाल हामीभन्दा अझै तल छ हिमाल हेर्नुहोस् है ए सो ब्युटिफुल जुन लागेको हुनाले हिँड्न गाह्रो चाहिँ भएन बट वी आर सो मच टायर्ड लगभग 16 घन्टा हिँडिसक्यो बिहानदेखि हिजो पनि त्यत्तिकै हिँडेको सो टायर्ड यो यात्रा केवल काठमाडौँदेखि कोरीसम्मको दूरी थिएन यो आफूभित्रको दूरी नाप्ने यात्रा थियो पोखरा लेकसाइडको उज्यालो रातदेखि जङ्गलको उसिलो उकालो हुँदै कपुचे निलो शान्ति पार गर्दै र अन्ततः हिउँले ढाकिएको कोरीमा उभिँदासम्म हरेक चरणले मलाई केही सिकायो मैले थकान महसुस गरेँ घुँडाको पीडा सहेँ सास रोकिने चिसो रात काटेँ तर त्यही सङ्घर्षले यो उचाइलाई अर्थपूर्ण बनायो बादलभन्दा माथि उभिँदा मैले बुझेँ कि जीवनमा पनि यस्तै हुन्छ तल हुँदा समस्या ठुलो देखिन्छ तर जब तपाईँलाई उकालो चढ्नुहुन्छ त्यसलाई पार गर्नुहुन्छ त्यो सानो लाग्न थाल्छ कोरीको हिउँ त्यो मौनता त्यो सुनौलो बिहान मेरो लागि केवल दृश्य थिएन त्यो दृष्टिकोण थियो यस यात्राले मलाई सिकायो कि सजिलो बाटोले उचाइ दिँदैन सङ्घर्षले दिन्छ र अन्ततः जीवनको सबैभन्दा ठुलो जित आफूमाथि हुन्छ नमस्ते